हेलो एभ्रिवान, गुड इभिनिङ। आज चाहिँ म र रिता बहिनी अनि मनिता बहिनी चाहिँ हामी विशाल मार्ट जाँदैछौँ इभिनिङको टाइममा हो, सपिङको लागि। अनि फाइनली हामी चाहिँ विशाल मार्ट पनि आइपुग्यौँ यहाँनिर। अनि मेरो चाहिँ लाइफको फर्स्ट एक्सपिरियन्स हो यसरी विशाल मार्ट त्यस्तोतिर चाहिँ सपिङ गर्ने फर्स्ट एक्सपिरियन्स हो लाइफमा। अनि यहाँ चाहिँ हरेक कुरा पाउँदो रहेछ, किचनको सामानदेखि लिएर खानेकुरादेखि लिएर हो, दामी दामी बिस्किटहरू पनि पाउँदो रहेछ। मलाई थाहा थिएन, आज फर्स्ट टाइम हो। अनि यहाँनिर चाहिँ किचनको प्लेटहरू कपदेखि लिएर हरेक कुरा पाइदिँदो रहेछ होइन। अनि अहिले चाहिँ हामी यहाँनिर हेर्दैछौँ प्लेटहरू कपहरू अब के पाउँछ हामीलाई चाहिएको सामानहरू। मेन चाहिँ हाम्रो रिता बहिनीले चाहिँ प्लेट हेर्नु हुँदैछ, उहाँले छान्नु हुँदैछ हो। अनि साथीहरू अलिक उयो पनि रहेछ, के भन्नु त सस्तो पनि रहेछ क्या हो यहाँनिर चाहिँ। अन्त मलाई चाहिँ चाहिएको खास जग चाहिएको छ एउटा हो। अनि मैले हेर्दैछु पनि जग एन्ड के भन्छ त्यो बाल्टी पानी उघाउनेहरू हरेक कुराहरू चाहिएको थियो, छान्नु चाहिँ हेर्दैछु हो। हाम्रो रिता बहिनीले पनि हेरिदिनु हुँदैछ। अनि मलाई एउटा कुरा चाहिँ के ठिक लाग्यो भने चाहिँ नि, हामी जस्तो बाहिर दोकानतिर गएर हामी किन्छौँ जे पनि, त्यहाँनिर चाहिँ हामी प्राइसहरू मिलाउँदा धेरै टाइम लाग्छ क्या हो। डिस्काउन्ट गर्दा भैयाहरूसँग झगडाहरू भइजान्छ यान त्यान यस्तो त्यस्तो, अन्त निकै टाइम लाग्छ। प्लस मलाई चाहिँ त्यस्तो मन पनि पर्दैन। यस्तोतिर आयो भने चाहिँ थपक्कै टिप्यो, मन पर्यो थपक्कै टिप्यो, लगायो हिँड्यो। अन्त अहिले चाहिँ हामी यहाँनिर जुत्ताको सोरुम, जुत्ताभित्र पनि आएको छौँ, जुत्ताको कलेक्सनहरूमा। अनि यहाँनिर चाहिँ हामी हेर्दैछौँ राइस कुकरहरू पनि खोज्दैछौँ। अन्त सिलिन्डरको चुल्हा, मेन चाहिँ त सिलिन्डरको चुल्हाहरू साह्रै महँगो हो। यहाँ चाहिँ यति दामी दामी कलेक्सनहरू छ, नानीहरूको ड्रेसहरू हुन्छ नि छोरीको, वाउ कस्तो क्युट क्युट ड्रेसहरू रहेछ नि हो। सानो सानो नानीहरू लाउने डलहरू रहेछ, वाउ दामी दामी छ रहेछ हो। एन्ड हाम्रो मनिता बहिनीले चाहिँ फाइनली एउटा डल भेटाउनु भयो, उहाँ चाहिँ डलसँग खेल्नु हुँदैछ त्यहाँनिर हो। अम्बो दामी छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ है विशाल मार्टतिर। तर आउनु भएको होला तपाईँहरू, धेरै जानु पनि भएको होला है। मै हो सबैभन्दा लास्ट एक्सपिरियन्स चाहिँ मै हो। अन्त दामी छ के भन्नु र होइन। अरू त यस्तोहरू हुँदो रहेछ विशाल मार्टभित्र चाहिँ। गान्तोकको तादोङको विशाल मार्टमा चाहिँ म फर्स्ट टाइम आएको हो। अन्त दिल्लीमा हुँदा चाहिँ एकपल्ट गएको थिएँ एकजना नानासँग, तर त्यहाँ चाहिँ लुगा मात्रै हेर्नु गयो हो। यस्तो किचनको सामानहरू यस्तोहरू हेरेन हामीले। फाइनली हामी सक्यौँ, अन्त निस्क्यौँ पनि बाहिर। हामी चाहिँ अब गान्तोकतर्फ लाग्ने लालबजारपट्टि। किन चाहिँ भन्दा चाहिँ हामीले चाहिँ विशाल मार्टमा त्यस्तो हामीले चाहिएको सामान पाएन नि त। मेन चाहिँ राइस कुकर र ग्यासको चुल्हा पाएन हो। त्यही भएर हामी चाहिँ राति भए पनि जाँदैछौँ लालबजार, अब त्यहाँनिर पाउँछ होला भनेर होइन। विशाल मार्टमा पाएको थियो कि, तर साह्रै महँगो। आइ पनि पुग्यो हामी लालबजार, किनि पनि सक्यौँ। यो अनबक्सिङ चाहिँ भरे। अनि अब चाहिँ अहिलेको चाहिँ 9 बज्यो टाइम। यहाँ चाहिँ भोक भोक लाग्यो, आलु मिमी खान आएको छौँ हामी। अन्त रिता बहिनी र मनिता बहिनीको साथी पनि भेट भयो, कमला। अनि हामी चाहिँ आलु मिमी खाने। यहाँको आलु मिमी चाहिँ साह्रै दामी, साह्रै मिठो साथीहरू। अनि हामीले चाहिँ फेरि पनि रनिङ पनि गऱ्यौँ, भैयासँग हल्का मजाक पनि गऱ्यौँ हो। अब चाहिँ हामीले सबै कुरा सकेर 9:30 जस्तो भइसक्यो टाइम। अन्त हिँड्यौँ हामी चाहिँ आफ्नो घरतर्फ लाग्यौँ है। राइस कुकर अन्त चुल्हाहरू बोकेर अरू सामान पनि विशाल मार्टमा किनेको छौँ, भरे देखाउँछु नि ल। हामी रुम पुगेर मजाले देखाउने हो। भिडियो चाहिँ यही भिडियोमा आउनेछ। जाँदैछौँ हामी चाहिँ अब अब गाडी पाउने हो कि होइन हेर्नुपर्छ। यहाँ तल चाहिँ गाडीहरू त दिन त देख्दैछौँ, तर छैन है। यहाँ चाहिँ हामी 4जना गाडी पर्खिरहेको छौँ हो। अनि अब चाहिँ फाइनली गाडी पनि पायौँ हामीले तल मणिपालसम्मको।
घर आइपुग्यौँ फाइनली हामी चाहिँ हो। अब हामी सामानहरू अनबक्सिङ गर्नु गइरहेको छौँ। मैले किनेको यो चुल्हा चाहिँ हो सूर्य प्रो, अनि राइस कुकर पनि छ बहिनीले किने। अनि यो झोलातिर चाहिँ विशाल मार्टमा किनेको हो, अहिले देखाउँछु। मैले किनेको यो ग्यास चुल्हा हामीलाई चाहिँ इम्पोर्टेन्ट थियो नि त, जरुरतै थियो, एकदम चाहिरहेको थियो, त्यही भएर किनेको। अनि सामानहरू किन्दा नि माथि लाल बजारमा त्यस्तै हुन्छ, बाहिर किन्दा चाहिँ मैले चाहिँ सोचेँ 1500मा यो सबै पाउँछ। के को 1500मा त चुल्हा मात्रै पर्यो। फेरि रिता बहिनी मनिता बहिनीहरूले मिलाएर गरेर चाहिँ लिएर आयौँ। म हुन त ठगिहालेको भइहाल्यो मलाई। जोड्दैछौँ, जोडिनु सक्यो हो। अझै म गएको एकछिन। अन्त अब राइस कुकर खोल्दैछौँ। हामी 3जनाको लागि राइस कुकर किनेको छ हाम्रो मनिता बहिनीले, खाना पकाइ खाने हो। आया थाक्यो यार पुरा, साँच्चै पुरा थाक्यो। यो चाहिँ मेरो कप, अर्को चाहिँ रिता बहिनीको कप, त्यो चाहिँ जग मेरो। अनि हाम्रो पानीहरू यो गर्ने, यो चाहिँ हाम्रो मनिता बहिनीले यो गरेको। यो चाहिँ मेरो पिगी ब्याङ्क यो के भन्छ कन्तुर मैले किनेको। अब सेभिङ त गर्नु सकिँदैन हो, यसो कम्ती प्र्याक्टिस गर्नु पर्यो भनेर। यो चाहिँ हाम्रो रिता बहिनीले सब्जी हाल्नुको लागि किन्नु भएको हो, तर भइहाल्यो, ठगेर मरेछ, फुटेको रहेछ साइडमा। थाहा थिएन, हामीले नहेरी हतारमा राति किनेर ल्याएको हो। केही छैन, अब के गर्नु, किनि त हाल्यौँ, ल्याइ त हाल्यौँ हो, युज गर्नै पर्यो। सब्जी हाल्नुको लागि लिएर आएको हो। प्लेट पनि लिएको छौँ बहिनीले, सबै यो चाहिँ विशाल मार्टबाट लिएको हो। फाइनली अब चाहिँ हामी सुतेको। गुड नाइट।